छ के भन्यो पहिला प्रतापमल धेरै भाषाका ज्ञानी थिए तो जब धेरै भाषाका ज्ञानी थिए तो उहाँले कविता लेख्न सोचे अनि कविता केमा लेखे तो कविता जब लेख्न सोचे तो उनको नामको अगाडि कविन्द्र लाग्यो नि मान्छेहरु भन्थे कविन्द्र छ यो कविता लेख्ने खालको छ तो कविता केमा लेख्यो तो सेतो कोपी या सेतो पाना बुझ्नु तो सेतोबाट के आउँछ सेतो मछिन्द्रनाथको रथको चलन चलाउने तो कविता लेख्दा लेख्दा आफै हाँस्न थाल्थ्यो त त्यस्तै मान्छे हुन्छ कवि मान्छेहरु त यसबाट हाँस्नेबाट के आउँछ कि तान्त्रिक शक्तिबाट काल भैरो हाँसाउने राजा अब यति नै हाँसिहाल्यो कि हाँस्दा हाँस्दा नै मर्यो यानी कि हरसिद्धिको नाच हेर्दा हेर्दा मर्ने राजा हरसिद्धिको नाच हेर्दा हेर्दा मर्ने राजा अब के गर्यो जब ऊ आफ्नो बुबालाई कैद गरी राजा भएको थियो ऊ आफ्नो बुबालाई किन राजा भएको थियो कैद गरेर किन भने उसलाई बिहे गर्ने थियो डोलाजी पार्थाबाट र उसले के गर्यो दूरबीन किन थियो आफ्नो बुबालाई कैद गरेर हेर्थ्यो कि यता त बुढा मान्छेले यता कतै भागी त राखेको छैन नि यता केटीहरु पनि हेरिराखेको थियो कुरा बुझ्नु होशियार मान्छे थियो धेरै चलाक थियो अहिलेको जीएनजी ग्रुपको थियो कुरा बुझ्नु भो त्यसपछि अब केटी पसन्द भएपछि डोलाजी पार्थाबाट बिहे गर्यो अनि सुरुवात गर्यो अब त्यसपछि उसको खुसीमा अब बुढीको खुसीमा के गर्यो रानी पोखरी बनायो दक्षिणकालीन काल भैरो पशुपतिको कोटलिङ हनुमान ढोकाको मूर्ति हनुमान यति कुरा उहाँले निर्माण गरिदियो ल यो स्टोरी कस्तो लाग्यो साथीहरु एकचोटी भन्नुस् त मन पर्यो कि के कस्तो छ धेरै राम्रो सर एकदम राम्रो छ आउटस्ट्यान्डिङ मन पर्यो सर खतरा छ सर बवाल छ सर दामी छ सर जबरजस्त सर राम्रो भयो सर गजब छ गजब राम्रो धेरै राम्रो ल भयो ल बेस्ट छ सर ल धन्यवाद साथीहरु यतिको तपाईहरु लगभग एनर्जी दिइहाल्नुहुन्छ यतिको सपोर्ट गर्दिनुहुन्छ नि म आफै तपाईहरुको लागि गर्दा मचाइदिन्छु के ल एक्सेलेन्ट कन्सेप्ट माइन्ड ब्लोइङ सर दामी सर ल दामी जीएनजी सर ल धन्यवाद सुपर छ सर एक ल अब सुन अब हामी अर्को पढौं जयप्रकाश मल्लको के छ यहाँ के छुटेको रहेछ जाभा कोण यहाँ 10 नम्बरमा छुटेको रहेछ 10 नम्बरमा के छुटेको रहेछ वेट गर्नु साथीहरु यहाँ ट्रिकबाट छुटिहाल्छ भने भ्याउन अलिकति गाह्रो भइहाल्छ दुई मुद्रा लानी जाभा मुद्रा त्यसपछि दुईटा मुद्रा ठीक छ ल ठीक छ सुन अब दुई मुद्रा किन भनेको छौ भने यहाँ यो छ लिया ल सुन यसको लागि दुई मुद्रा इगो जात्रा र धागो अब सुन यसबाट के एउटा त जाभा मुद्रा जुन कि विश्वको सबैभन्दा सानो मुद्रा छ विश्वको सबैभन्दा सानो मुद्रा चलाउने को हुन् जयप्रकाश मल्ल हुन् सबैभन्दा सानो मुद्रा यही हो जाभा मुद्रा प्रचलनमा ल्याउने राजा जयप्रकाश मल्ल अर्को स्वर्ण मुद्रा तथा असर्फी स्वर्ण मुद्रा र असर्फी यो दुईटै भन्छ स्वर्ण मुद्रा र असर्फी यो दुईटै वर्ड लागेको हुन्छ त बुझ्ने जयप्रकाश मल्ल नत्र मात्र असर्फी लागेको हुन्छ त रणबहादुर शाह आउँछ त्यसको यहाँ होला कहीं त्यो आउँछ पनि त्यसको ल सुन त यहाँ दुईटा मुद्रा छ कुन मुद्रा एउटा जाभा मुद्रा छ र एउटा स्वर्ण मुद्रा तथा असर्फी भन्छ त्यो मुद्राको नाम हो स्वर्ण मुद्रा तथा असर्फी त यो भन्यो भने यसको लागि पनि जयप्रकाश मल्ल दुईटा मुद्रा भयो अब हेर्नु अब इगो यहाँ जात्रा कुन इगो जात्रा त ईबाट कुन जात्रा छ र घोबाट कुन जात्रा छ सुन्नु ईबाट इन्द्र जात्रामा कुमारीको रथ घुमाउने दुईटा मुद्रा इगो जात्रा भनेको के इन्द्र जात्रामा कुमारीको रथ घुमाउने चलन जयप्रकाश मल्ल घो भनेको यहाँ ई हो
घो भनेको घोडे जात्राको चलन, घो भनेको घोडे जात्राको चलन चलाउने को हुन्? जयप्रकाश मल्ल। धागो, धागोबाट के छ हेर्नुस्, बालाजुको 21 धारा, बालाजुको 21 धारा, यो धाबाट 21 धारा निर्माण गर्ने, यानी कि बालाजुको 21 धारा भन्दियो निर्माण गर्ने तपाईको जयप्रकाश मल्ल 22औं हो। यो 22औं भनेको एउटै हो तर 22औं नम्बरको 21 बालाजुको 21 धारा निर्माण गर्ने जयप्रकाश मल्ल। 22औं भन्दियो भने रणबहादुर शाह हो, 22औं भन्दियो भने रणबहादुर शाह हो। त यहाँ धारा धाबाट धारा याद राख्ने कि बालाजुको 21 धारा निर्माण गर्ने जयप्रकाश मल्ल। 22औं भन्दियो भने रणबहादुर शाह। अर्को गोकर्णेश्वर मन्दिरको निर्माण, यो गो भनेको गोकर्णेश्वर मन्दिरको निर्माण गर्ने राजा को हुन्? यहाँ धाबाट याद राख्ने, यहाँ गोबाट याद राख्ने। दुईटा मुद्रा, दुई मुद्रामा के छ? विश्वको सबभन्दा सानो मुद्रा जाभा मुद्रा हो, त्यो प्रचलनमा ल्याउने र एउटा अर्को स्वर्ण मुद्रा तथा असर्फीको मुद्रा चलाउने जयप्रकाश मल्ल। इघो जात्रा, इघो जात्रा मतलब के? इन्द्र जात्रामा कुमारीको रथ घुमाउने, इन्द्र जात्रामा कुमारीको रथ घुमाउने चलन कसले चलाएका हुन्? जयप्रकाश मल्ल। घो भनेको घोडे जात्राको चलन, घो भनेको के? घोडे जात्रा चलन चलाउने राजा। र यहाँ धारा भनेको बालाजुको 21 धारा निर्माण गर्ने जयप्रकाश मल्ल। 22औं भन्दियो भने रणबहादुर शाह। यो गोको मतलब गोकर्णेश्वर मन्दिर निर्माण गर्ने को हुन्? जयप्रकाश मल्ल। गोकर्णेश्वर मन्दिर निर्माण गर्ने को हुन्? जयप्रकाश मल्ल। ल अरु सबै छुटछाटहरु सबै आइहाल्छ कुनै न कुनैमा। ल भागा है धागा है हो, पृथ्वीनारायणसँग छाता र जुत्ता मागेको थिए, त्यसैले यिनलाई अभागी राजा भन्छौ के? यो भन्छ। अरु कुराहरु छ नि बाँकी, कुनै पनि जुन इम्पोर्टेन्ट छ सब भनिदिएको छु, सधैँ सोध्ने। ल भिडियो भगाएर तु क्लिक। अब हेर्नु, सिद्धि नरसिंह मल्ल, सिद्धि नरसिंह मल्लको लागि ट्रिक के भइहाल्छ? रामकृष्णको कार्तिकमा, रामकृष्ण कार्तिकमा नाच्यो, रामकृष्ण जुन व्यक्ति छ कार्तिकमा नाच्यो। तपस्या काशी राजर्षि, यहाँ तपस्या काशी र राजर्षिबाट आउँछु न। यो रामबाट के याद राख्ने कि गोरखाका राजा राम शाहसँग व्यापार सम्झौता गर्ने राजा, गोरखाका राजा राम शाहसँग, रामबाट के याद राख्ने कि गोरखाका राजा राम शाहसँग व्यापार सम्झौता गर्ने, राम शाहसँग के गर्ने? व्यापार सम्झौता गर्ने राजा सिद्धि नरसिंह मल्ल। त्यसपछि यो कृष्ण, कृष्णबाट कृष्ण याद राख्ने। अब यहाँबाट के आउँछ कि ललितपुरको कृष्ण मन्दिरको निर्माण गर्ने, ललितपुरको कृष्ण मन्दिरको निर्माण गर्ने पनि सिद्धि नरसिंह मल्ल। ललितपुरको कृष्ण मन्दिरको निर्माण गर्ने को हुन्? सिद्धि नरसिंह मल्ल। त्यसपछि कार्तिक, कार्तिकमा नाच्यो। त हेर्नुस्, कार्तिक, अब कार्तिक नाच हुन्छ कि हुँदैन? कार्तिक नाच र नरसिंहको नाच चलन, कार्तिक नाच र नरसिंह नाच, चान होइन यो नाच हो, नाचको चलन। कार्तिक नाच र नरसिंह नाचको चलन, नरसिंह नाचको चलन कसले चलाएको थियो? सिद्धि नरसिंह मल्ल। अब यहाँ तपस्याबाट आउँछ, तपस्या। त हेर्नुस् के गरेका थिए? तपस्या, तपस्याबाट के आउँछ कि चन्द्रयान व्रत गरी गर्मीमा पञ्च अग्नि ताप्ने र जाडोमा चिसो डुङ्गामा बसी तपस्या गर्ने। अलिकति हेर्नुस् त, सन्किए टाइपको मान्छे हुनुहुन्छ कि हुनुहुन्न? जाडोमा चिसो डुङ्गामा बसी तपस्या गर्ने, गर्मीमा पञ्च अग्नि ताप्ने, गर्मीमा झन् गर्मी, जाडोमा झन् जाडो। जस्ट हामी अपोजिट गर्छ नि, जस्तै जाडोमा कपडा लगाएर बस्छौँ, त उहाँ त्यस्तो। ल त उहाँ भनेको तपस्या गर्ने, तपस्याबाट आइहाल्छ भने त्यहाँबाट याद आइहाल्छ कि जाडो र गर्मीमा के गर्ने? सिद्धि नरसिंह मल्ल। अर्को काशी, यानी कि काशी वर्ड यहाँ याद राख्ने। काशीबाट के वर्ड आउँछ?
छोरा श्रीनिवास मल्ललाई छोडी आफू धर्म कर्म गर्न काशी गएका राजा। आफ्ना छोरालाई छोडी कहाँ गएका थिए? काशी गएका राजा। अर्को राजर्षि महाराज भनेर चिन्ने टिभी नरसिंह मल्ल। ल किन बजाइरहेको? योग नरेन्द्र मल्ल। भिडियो हो ये? योग नरेन्द्र मल्लबाट कसरी याद राख्ने? लेख दो। 31 चरा 31 चरा 31 दुईचोटि यो भइसकेछ एउटा कुरा। ल सुन, 31 बाट के याद राख्ने? 31 जना रानी सती गएका। योग नरेन्द्र मल्ल मृत्यु हुँदा 31 जना रानी सती गएका थिइन्। 31 बाट 31 जना रानी सती गएका थिइन्। यहाँ 20, यो 20 बाट यो 20 याद राख्ने। यो 20 बाट यो 20 याद राख्ने कि तमाखुमा 20 हाली मारिएका राजा। तमाखुमा 20 हाली मारिएका राजा को हुन्? योग नरेन्द्र मल्ल। तमाखुमा 20 हाली राजा को हुन्? योग नरेन्द्र मल्ल। त्यसपछि चरा कृष्ण मन्दिर अघि आफ्नो मूर्ति माथि चर्नु बनाई जबसम्म यो चरा उड्ने छैन तबसम्म मलाई जीवित मान्ने राजा। त्यहाँबाट यो जीवित मान्ने राजा याद राख्ने कि जबसम्म चरा उड्दिन तबसम्म जीवित छु भनेर बुझ्ने। ल भनेका थिए चराबाट यो। त्यसपछि र हालसम्म पनि जीवित राजा पनि भनेर कसलाई भन्छ? उहाँलाई नै भन्छ, किनभने अहिलेसम्मको चरा त्यसैको माथि छ। अब हाम्रो एउटा अझ होला भुक्तिन्द्र मल्ल। हेर्नु साथीहरू, बाँकी छ नि कुनै एकी दुकी पोइन्टहरु जुन छुटेको होला नि त्यो क्वेशनमा आइहाल्छ, कहीं आइहाल्छ, तर छोड्दिन म। ल अब सुनम, तपाईहरु जति गराइरहेको छु खाल गर्दिनुस्। यो 5 बाट के आउँछ? यो 5 बाट न्याचपोलको मन्दिर निर्माण। 5 तल्ले मन्दिर। हेर्नुस्, यो न्याचपोल मन्दिर जुन छ नि 5 तल्ले मन्दिर छ के, त यसलाई 5 ले याद राख्ने। न्याचपोलको 5 तल्ले मन्दिर छ यो के। न्याचपोल मन्दिर निर्माण गर्ने को हुन्? भुक्तिन्द्र मल्ल। 55 बाट के याद राख्ने? 55 झ्याले दरबारको निर्माण। 55 बाट के याद राख्ने? 55 झ्याले दरबारको निर्माण गर्ने को हुन्? भुक्तिन्द्र मल्ल। उग्रबाट के याद राख्ने? उग्र चण्डी देवी र उग्र चण्डी भैरवको स्थापना गर्ने। त्यसपछि डोलेबाट डोलेश्वर महादेव को निर्माण गर्ने। डोलेश्वर महादेव, डोलेबाट के याद राख्ने? डोलेश्वर महादेव मन्दिरको निर्माण गर्ने को हुन्? भुक्तिन्द्र मल्ल। त यसरी याद राख्ने 5, 55 उग्र डोले। त यहाँबाट यो भइहाल्छ। ल अब हामीहरु कुन गर्छौं साथीहरु। ल क्वेशन अब आन्सर कमेन्ट गरौँ त साथीहरु। राजा केवल डोयराज को स्थापना कहिले गरेका थिए? 1154 मा। अब यस्तो यस्तो क्वेशनहरुको लागि यहाँ एक्सप्लेनेसन गरिदिएको हुन्छु जुन मैले यहाँ नगराउँदा पनि यहाँ डोयराज कति वर्षमा चलेको थियो? डोयराजको 230 वर्षमा चलेको थियो। डोयराजको संस्थापन को थिए? न्यायदेव थिए। डोयराजको स्थापना कहिले भयो? विक्रम संवत 1154 मा। डोयराजका अन्तिम राजा को हुन्? हरिसिंह देव। र डोयराजको राजधानी कहाँ थियो? बारा सिमरामा। यो याद राख्ने। ल खस राज्यको राजधानी कहाँ थियो? खस राज्यको राजधानी कहाँ थियो? अप्सन ए। यसलाई यहाँ लाउँ। यहाँ के छ? ख ने जुम्लाको सिंजा। खस राज्यको स्थापना नागराजले। कहिले? त यहाँ लेखिदिएको छु सबै।
नेपालको इतिहासमा 22 राज्य अन्तर्गत देखाएको कुन पर्दिन? यसको करेक्ट आन्सर बी, मुसिकोट। मुसिकोट। यहाँ छ कर्णाली प्रदेशका 22 खस राज्य, गण्डकी प्रदेश 24 मगरात राज्यहरू। यहाँ छ पुरै। कवि चूडामणि सम्राटको उपनामले कुन मल्ल राजालाई चिन्थ्यो? भर्खर उहाँ कविन्द्रले भनेको छैन। हेर्नुस्, कविन्द्र भनेको प्रताप, कवि चूडामणि भनिदियो भने यो सब पढ्छौ, चिन्ता नलिनुस्, कन्फ्युजन क्वेशनमा गराउँछु। कवि चूडामणि भनिदियो भने भूपालेन्द्र। कन्फ्युजन क्वेशनमा यो सब गराउँछु, चिन्ता नलिनुस् कि सरले यो छोडेको छ, छोड्दिन, सब गराइदिन्छु। पढाउँछु, सबै आउँछ। हेर्नुस्, जस्तै प्रताप मन्त्र, प्रताप 15 भाषाका ज्ञाता, नामको अगाडि कविन्द्र लेखे, यक्षमल, नेपाल मण्डलेश्वर, जय स्थितमल, कर्नाटक वंशका रूपान्तर, त्यो पनि आउँछ सबै। काठमाडौँ उपत्यका कुन मल्ल राजाको पालनमा विभाजन भएको थियो? काठमाडौँ उपत्यका जय प्रकाश मल्ल, रत्न मल्ल, राम मल्ल, यक्ष मल्लको। जनताको मृत्यु हुँदा छाक छाड्ने मल्लकालीन जनता राजा कुन? हुँदा छक्का छाड्ने मल्लकालीन जनताका राजा को हुन्? रत्नमल्ल, प्रतापमल्ल, महेन्द्र मल्ल, जयप्रकाश मल्ल। महेन्द्र मल्ल। नेपालको इतिहासमा 4 पुण्य मुद्रा प्रचलनमा ल्याउने सेतो मछिन्द्रनाथको रथयात्रा सञ्चालन गर्ने राजा को हुन्? मुद्राहरूको पनि एक दिन ट्रिक लिएर आउँछु, चिन्ता नलिनु, सबैको म गर्छु। 5 दिन यो क्लास जान्छ, हाम्रो क्लास यो 5 दिन जान्छ, चिन्ता नलिनुस्। रानी पोखरी निर्माण दक्षिणकालीनको स्थापना देहायको मध्ये कुन मल्ल राजासँग सम्बन्धित छ? देहायको मध्ये कुन मल्ल राज्यसँग सम्बन्धित छ? जयप्रकाश मल्ल, जय स्थिति मल्ल, प्रताप मल्ल। ऑप्शन यो पूरे जान्छ, एक्सप्लेनेसन पूरे जान्छ, चिन्ता नगर्नु। एक्सप्लेनेसन पूरे जान्छ तपाईसँग। मल्ल, प्रताप मल्ल। प्रताप मल्ल। घर जमिन बेच बिखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था ल्याउने राजा को हुन्? जय स्थिति मल्ल, योगेन्द्र मल्ल। जय स्थिति मल्ल। जय स्थिति मल्ल छैन। ल गर्नुस्, यो भर्खर यसको बारेमा भनेको थिए, तपस्याबाट के आउँछ? सिद्धि नरसिंह मल्ल। सिद्धि नरसिंह मल्ल।
11 के कसको पालादेखि राज परिवारका सदस्यले बुढा नीलकण्ठको दर्शन गर्न छाडेका हुन्। बुढा नीलकण्ठको दर्शन छाडेको हुन्। जय स्थिति मल्ल, जय प्रकाश मल्ल, प्राप्त मल्ल, अक्षय मल्ल, प्रताप मल्ल। बुढा नीलकण्ठ भगवानले कसलाई सपनामा अब उपरान्त तिमी र तिम्रा सन्तानले मेरो दर्शन गरेमा मृत्यु हुनेछ भनी श्राप दिएका थिए भने बनाई प्रताप मल्लको। यहाँ पुरै डिटेलमा छ। मैले भने नि जुन कुरा त्यहाँ भनेको छैन, यहाँ ट्रिकमा छैन, यहाँ आइहाल्छ, चिन्ता लिनै पर्दैन। ल, प्रताप मल्लले नेपालमा कति वर्ष राजा बने? 33 वर्ष, 35 वर्ष, 37 वर्ष, 39 वर्ष। 33 वर्ष। काजी भीम मल्लको हत्या गर्न लगाउने राजा को हुन्? भूपतिन्द्र मल्ल, लक्ष्मी नरसिंह मल्ल, लक्ष्मी नरसिंह मल्ल। नेपाललाई सतीले सराफेको देश भन्ने कारण यही हो। काजी भीम मल्ल निर्दोष हुँदा पनि राजाले मरेपछि उनको श्रीमतीलाई सराप दिएका थिइन्। हेर्नुस्, जुन कुराको एक्सप्लेनेसन भएको हुँदैन यहाँ क्वेशन एन्सरमा पाइहाल्नुहुन्छ। सबै मैले यतिकै भनेको हुँदैन कि क्वेशन लगाउनुस्, सबै मात्र गर्ने। ल, श्रीमतीको माध्यमबाट राजा बनेका राजा को हुन्? जय स्थिति मल्ल। जय स्थिति मल्ल। यो भनाइको मूल्याङ्कन गर्नुस् त कुन सही छ कुन गलत छ? रातो मानिन्छ प्राप्त मल्ल। गाई जात्रा जगत प्रकाश मल्ल। विकेटन जात्रा ए नम्बर घेते। रातो मानिन्छ प्राप्त मल्ल। 2 हेते। विकेट जात्रा जगती मल्ल। विजय यात्रा ए देखिए हम ऊपर का परिचय भगवान। भनाइको मूल्याङ्कन गर्नु त कता चिन्ह दुबई ठीक, ए मात्रा ठीक, बी मात्रा ठीक, दुबई बे ठीक। बी मात्र ठीक छ। इन्द्र जात्रा गुण कामदेव। अपराधीलाई चलन चलाउने मल्ल राजा को हुन्? क्या कुले न भेट्दा फल बोले कति खराब फोन गरेर खङ छुटोले मथे